को फूल मेरो नाम कमल। यता यहाँको नाम पनि कमल, सेम टु सेम। हिलोमा फुलिरहेछ। के गर्नु गाइस, जिन्दगी यस्तै छ यी। यहाँनिर यो अलि चाहिँ गन्दा भयो के, साफ गरिदिनु रहन्छ साला कुकुरहरूले। किन दाइ तपाईँले यहाँ घुम्ने कस्तो लाग्यो यार, एकचोटि भन्नुहोस् त। कस्तो फेरि एकचोटि त्यस्तो हो। आम्मा यतातिर पनि जानुहोस् न त एकचोटि। त्यस्तो यो पुरानो जमानाको ठाउँ हो क्या साथीहरू, होइन। पहिला यो बेङ्गलोरको राजा भन्ने चाहिँ यहाँ बस्नु भएको रहेछ है। त्यही भएर चाहिँ हजुर हजुर तपाईँले बनायो होला। अनि यो कसले, तपाईँले? अच्छा तपाईँ हो? अच्छा कति करोडमा लाग्यो हो यो बनाउनलाई? फ्रीमा हो? अच्छा पहिले राजा कस्तो गरेको थिए यहाँको, देख्नुभयो होला नि तपाईँले, होइन? तपाईँ कस्तो कस्तो सेम 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 गर्नुभयो त यार तपाईँ त। रानी कस्तो गरेको थियो नि? अहिले अब मासुर भात खानुपर्छ कि क्या हो गाइस। पुरा घुम्न आएर यार छकाइ लाग्यो। यहाँ हेर्नुहोस् हाम्रो दाई हुनुहुन्छ यहाँ चाहिँ। उहाँ दाई कहाँ यार, उहाँ त पुनम जन्मले भनेपछि त राजाको बाजा बजाउने त यहीँ हुनुहुन्छ क्या। के त तपाईँले र यार, तपाईँले राजालाई स्याड हानेर तपाईँ राजा बन्ने कोसिसमा त हुनुहुन्न? भएन, तपाईँले नि फालिदिइहाल्यो है। ओहो त्यसो भए त भएन। एकछिन है, खै यो के हो दाजु, यसको नाम खास गरी? ओ डुबिसल्ला। यो तपाईँले रोप्नु भएको क्या सायद, होइन? रानीले रोप्या हो। यहाँ पनि रहेछ। यसको बोट चाहिँ राम्रो हुने है। ओ पहिला जमाना राजाको हाट यही हो दाइ हो? एउटा राजा एउटा रानीको हो? दुईटै राजाको हो? यति ठुलो रहेछ त यार राजाको हाट पनि है। ओ माई गड। यो चाहिँ को हो? यो यो फेरि तपाईँको राजाको ऊ हो दाइ, के भन्छ